एकदम भोक लाग्यो साथीहरु आज चाहिँ। अनि यता हेर्न सक्नुहुन्छ लाइ साग बोइलिङ। अनि यता छ भाउजूले पठाउनु भएको मुलाको चटनी। यति मिठो साथीहरु, डेली खान्छु म त, छिटै सक्छु होला। अनि यता फेरि मुलाकै थेपे बनाएको छु हो। यता मुलाको चटनी, यता मुलाको थेपे। अनि यता घरको फुलकोपी सबैले खायो, मै मात्रै लास्ट। अनि अब म चाहिँ खाने छु साथीहरु। हजुरहरुले खानुभयो कि भएन दिउँसोको खाना 12 बजेको? म चाहिँ अब खाँदै छु साथीहरु। खाए ल। दामी छ के साथीहरु, एकदम मिठो। घरको भनेको घरकै हुन्छ साथीहरु, एकदम मिठो। बोइलिङ जति दिए पनि खाइदिन्छु साथीहरु। म चाहिँ साग बोइलिङ चाहिँ फ्राई यति मिठो लाग्दैन मलाई। बोइलिङ चाहिँ के मिठो लाग्छ भने नि दामी। पिरो टेङ्गा अब हालेछु। खान्छेस् के सँग खान्छेस्? रक आलुसँग दिन्छु तँलाई। तँलाई त बोइलिङ मन पर्दैन। ल खा, आलुसित खा। मजा आयो। टेङ्गा त टेङ्गा यति मिठो छ यो चाहिँ। एउटै लाई पत्ता।